यो दुर्गा परसाईजीको कुरा सुनेर पनि म त अचम्म पर्छु के। खालि अरूको विरोध मात्रै गर्ने होइन, त्यत्रो गर्न त खोज्ने तर दम नभएको होइन। अनि बालेनको पनि विरोध गरिरहेको छ, रवि लामिछानेको पनि विरोध गरिरहेको छ, भएका सबैलाई एजेन्ट भनेको छ, यो भनेको छ, त्यो भनेको छ। राम्रो चाहिँ को भन्ने के, म त अचम्म लाग्न लाग्यो कि मान्छेहरूको कुरा सुन्दा पनि कतिपय मान्छेहरू यस्ता हुन्छन् कि विरोधको विरोध मात्रै गर्ने होइन। आफू चाहिँ सबैभन्दा राइट चाहिँ मै हो रे, सबैभन्दा देशभक्ति चाहिँ मै हो रे, अरूको चाहिँ विरोधै मात्रै गर्ने। जे जस्तो भए पनि बालेनले नेतृत्व लिएको छन्, अलिकति सपोर्ट त गरौँ न, हेर्दै जाउँ न के हो कसो कुरो। अनि आफैलाई भन्दा कसैलाई राम्रो भन्दैनन् कि। यो पनि मलाई त साह्रै ठिक लागेन। यस्तो बानी व्यवहार पनि सुधार्नु पऱ्यो कि तपाईँले। अब यस्तो बानी व्यवहार लिडरसिप गर्न सक्नुहुन्न है, मैले त सिधै भनिदिएको छु। एकचोटि सुनौँ त यिनको कुरा पनि सुनिदिउँ न त एकचोटि। अब मैले यो सबै पत्ता लगाएर अस्ति बालेनको विषयमा बोल्दाखेरि होइन बालेनलाई केही भन्नु हुँदैन भन्छ। होइन के बालेन शिवजी हो कि बालेन पार्वती हो कि भगवान विष्णु हो? म त त्यस्तो लाग्दैन। मेरो पालो सर मैले निकाल्दैन त।